ल हेर्नुहोस् साथीहरू, आज मेरो छोराको स्कुल जानुभन्दा अगाडिको नजारा पेट पूजा। उसको आमाले यसरी बनाएर खुवाएर पठाउँछ। सानो नानीलाई जस्तो बनाएर खुवाउनु चाहिँ। आज चाहिँ उसलाई खिचडी बनाएर खुवाएर पठाएको। लन्चमा चाहिँ रोटी लगाइदिँदैछ नि त, अन्त लन्चमा रोटी लगाइदिँदैछु, खिचडीहरू खुवाएर पठाउँदा डिफ्रेन्ट हुन्छ, कतै खान्छ कि भनेर नि, त्यति हो। उसको लन्च चाहिँ यहाँ चाहिँ यो वाटर बोतल भयो, प्लेन पराठा। नानीहरूको डिमान्ड पनि सब्जी चाहिँ प्लेन पराठासँग चाहिँ करेला करेला कस्तो कम्बिनेसन होला, करेला र उसको के अरे प्लेन पराठा कम्बिनेसन चाहिँ कस्तो हुन्छ होला। चाहिँ मेरो छोरा हो, स्कुल जान्छ। मेरो छोरा भन्दा ठुलो चाहिँ फेरि यहाँ छ अर्को। यहाँ अर्को छ, अर्को। मेरो छोरी कहिलेदेखि स्कुल जान्छ अरे? कहिले जान्छ तिमी स्कुल? स्कुल गएर के गर्छौ? स्कुल गएर के गर्छौ तिमी? एबिसी पढ्छौ? एबिसी पढ्छ अरे मेरो छोरीले। खै एबिसिडी भन्देऊ न एकपल्ट। एबिसिडी भन्देऊ न। खै एबिसिडी भन न। भन न छोरी एकपल्ट एबिसिडी। एबिसिडी भन्नुहोस् न छिटो। खै एबिसिडी भनेको भन्दैन। यहाँ भन न, लु यहाँबाट भन ल। हेर्नुहोस् है, अब अर्को पालिदेखिको मेरो सानो छोरी पनि जान्छ स्कुल। छोरालाई यसरी खुवाएर पठाउँछ, खानु मान्दैन, आमाले जबरजस्ती गरेर खुवाएर पठाउँछ।